यतापट्टि चाहिँ नि बनाउन बाँकी छ। बनाउनु भन्नाले अब यो झारहरू छ, यसमा फुलहरू थपेर मल थप्न बाँकी छ है गाइज। यता चाहिँ नि गार्डन आज बनाइयो। यतापट्टि यहाँ ठ्याक्क बार लगाएर मलहरू हाल्यो होइन, माटो हाल्यो, फुल रोप्यो मसिना मसिना, खोर्सानी रोप्यो। खोर्सानी अब फल्यो भने खाउँला। फुलको स्वभाव राम्रो हुन्छ। फुलले एकदमै चाहिँ नि गार्डनलाई स्वभाव दिन्छ। यसरी आज बिदाको दिनलाई गार्डन बनाएर उपयोग गरियो साथीभाइ हो। यतापट्टि पनि अब अलिकति यो होइन फुलहरू उम्रिने, झारहरू उम्रिने भइरहेछ। यसलाई एक दिन अर्को बिदाको दिनमा सदुपयोग गर्नुपर्छ। यतापट्टि अब यहाँ ठ्याप्प झार लगाइदिने मजाले है, त्यसो छ।